एउटा बहादुर छोरो जन्मियो काठमाडौँमा, बालेन शाह भन्ने। उसको अरू कुरामा मान्छेहरूको के छ, मलाई त त्यो बालेन शाहको नाम सुनेर यति खुसी लाग्छ। तपाईको शिक्षाको समस्या उहाँ मन्त्रालयमा कहाँ छ, डाइरेक्टर अफिसमा छ, जानुस् उतै। तर मेरो नगर क्षेत्रभित्र तपाईँले हडताल गर्नुभयो भने गरेको मिनेटमा जागिर खोजिदिन्छु भनेर जो बालेन शाहले भन्नुभयो, बहादुर छोरो जन्मेछ भन्ने मलाई बल्ल। एक दिन चाँडै त्यो दिन आउँछ, देशले मुक्त हुनैपर्छ, नभए देश देश जस्तो भएन। मान्छे मार्ने कुरा र मान्छे बनाउने कुरा एउटै होइन। मान्छे मार्न सजिलो छ, तर मान्छे बनाउन बहुत गाह्रो छ। के छ र यो देशमा? किन बस्ने यस्तो देशमा? हेर्नुहोस्, अहिले हाम्रो देशै भाँडियो, देशै भाँडियो। किनभने नेतृत्व भाँडियो, संविधान भाँडियो, अदालत भाँडियो, प्रशासन भाँडियो, सुरक्षा भाँडियो, केही पनि छैन, सध्य केही छैन देशमा। त एकताली देशले काँचुली फेर्ने पर्ने बेला भएको छ। त्यो काँचुली फेर्नलाई नयाँ पुस्ता, नयाँ युवा चाहिन्छ। नयाँ पुस्ता नभए नयाँ युवा जति सबै विदेश पलायन भएपछि अब यो देश खण्डहर हुने अवस्थामा पुगेको छ। अघि पूर्ववक्ताहरूले भन्नुभए जस्तै कृपया तपाईँ हामी सबैले एउटा जोरदार कोसिस गरेर जोगाउनु पर्ने अवस्था छ। देशको मियो अभिभावकत्व चाहिएको छ। देशको सबैभन्दा ठुलो मान्छे, अभिभावकत्व दिनुपर्ने मान्छे नै देश बेचेर खाने भएको छ। हुँदा आफ्नो देशको नागरिकलाई विदेशी बनाएर त्यसबाट पैसा खाने सम्म भइसकेका बेइमान कुकृत्य जानमाराहरूको देश हुन थाल्यो यो। यसबाट नेपाली जनताले मुक्त हुनै पर्छ। एक दिन चाँडै त्यो दिन आउँछ, देशले मुक्त हुनै पर्छ, नभए देश देश जस्तो भएन।